तपाईँ यो बजेट ल्याउँदाखेरि आज तपाईँ स्ट्याटसबाट स्वास्थ्य कर शिक्षा कर फिर्ता गर्दै हुनुहुन्छ, विद्युत कर फिर्ता गर्दै हुनुहुन्छ। त्यति बेला तपाईँ के गाजा खाएर बस्नु भएको थियो प्रधानमन्त्री कार्यालयमा? त्यो हेर्नुपर्छ कि पर्दैन? देशलाई स्पक किन भनिराख्नु भएको छ तपाईँले? तपाईँले कारवाही गर्ने अधिकार छ। सोनिम मोगलाले अहिले कारवाही गर्नुहोस्। कसले रोक्यो त्यहाँ? केले रोक्यो? तर तपाईँ यस्तो स्टनबाज गर्दै जाने, समाजलाई चाहिँ विकृति फैलाउँदै जाने, समाजमा चाहिँ तपाईँको उल्टा काम गर्दै जाने, समाजलाई भडाउँदै जाने र यो देशलाई भड्खालामा लगाउने प्रक्रियाको प्रपञ्च त गर्दै हुनुहुन्न तपाईँले। म प्रश्न गर्न चाहन्छु, स्टनबाजले पुराना दललाई गाली गरेर अघि मैले त्यहाँ बस्दा बस्दै हेरेँ, शेरबहादुर देव 28 गते आउँदैछ, आउलास् पख तेरो प्रधानमन्त्री जस्तो मान्छे, राष्ट्र 5 वर्ष भएको 5 वर्षसम्म राष्ट्रको प्रधानमन्त्री भएको मान्छे स्वदेशमा आउँदाखेरि उहाँलाई डाहा हुने? उहाँले के गर्नुभएको छ? अनुसन्धान गर्नु, विधिवत ढङ्गले अनुसन्धान गर्नुहोस्। कानुन छ नेपालमा, संविधान छ, तर तपाईँको स्टाटसले देश चल्छ। मन्त्री, तपाईँले ल्याएको गरिब मारा बजेटले जनतामा निराशा छाएको छ। स्वास्थ्यमा कर, लासमा कर, सब्वाहनमा कर, पानीमा कर, विद्युतमा कर, शिक्षामा कर लगाउने गरी तपाईँले ल्याएको बजेटले जनता आतंकित छन्। चुनावमा गरिबले पढ्न पाउनुपर्छ, उपचार गर्न पाउनुपर्छ, लेख्न पाउनुपर्छ, भोट मागेको होइन बिर्सिनुभयो भनेर जनताले हेरेका थिए। तपाईँ एउटा विज्ञ अर्थमन्त्री हो, त्यसले तपाईँ यो देशको स्वर्णिम, यो देशलाई स्वर्णिम युगमा लिनुहुन्छ भनेर उहाँले लेख्नुभयो। त्यसपछि उहाँले के भन्नुभयो? तपाईँले यति गर्नुहुन्छ कि हुँदैन, नभए मैले बर्खास्त गर्छु भनेर उहाँले भनिसकेपछि यो हामीले यो सरकारको विरोध गर्नु परेन, प्रधानमन्त्री आफैले विरोध गरिराख्नु भएको छ भनेपछि यो दालमा कुछ काला है। प्रधानमन्त्रीले ल्याएको नीति कार्यक्रम हो बजेट हो कि अर्थमन्त्रीले ल्याएको नीति कार्यक्रम बजेट हो? यो त्यो त उहाँलाई सोध्नु पर्ने भयो। र अर्कोतिर हामीले उहाँलाई कसरी सोध्ने त? हामीले भन्छौँ, प्रतिनिधि सभा पनि भन्छन् प्रधानमन्त्री चाहिँ तपाईँको सदनमा आउनुहुन्न। हामीले त्यो आशा गर्नु नै बेकार छ, किनभने उहाँले चैत्र 13 गते शपथ ग्रहण गर्दाखेरि 108 जना बटुक स्वस्तिक वाचन गराउनु भयो। 107 जना बौद्ध लामा गुरुसित चाहिँ उहाँले वाचा गराउनु भयो। 7 जना ब्राह्मण पुजारीले उहाँलाई वाचा गरेर शपथ खानुभयो। कालो ड्रेस लगाएर, कालो कोट लगाएर, कालो दौरा सुरुवाल लगाएर महेन्द्रको झल्को दिने गरिकन महेन्द्र राजाले शपथ ग्रहण गर्दाखेरि यो गरेको थियो इतिहासमा पहिलोचोटि। त्यसैले उहाँले अहिले के बुझ्दै हुनुहुन्छ त? उहाँले भित्रभित्र के महसुस गरिराख्नु भएको छ त भन्दाखेरि म 2 वर्षसम्म राजा हुँ, किनभने राजाले त धेरै बाहिर त बोल्दैन, कहिलेकाहीँ बोल्नु हुँदैन भन्ने मान्यता बोकिराख्नु भएको छ उहाँले। किनभने तपाईँको सदनमा जवाब त अर्थमन्त्रीले दिनुभएको थियो नि। पहिला राजाले अलिकति फरक के रहेछ भने नयाँ भनेको राजाले पहिला समयदेखि राजा हुँदाखेरि सदनमा आएर राजाले सरकारको नीति कार्यक्रम बोल्ने चलन थियो, तर राष्ट्रपतिले बोल्दाखेरि उहाँ हिँडेर जानुभयो। किन जानुभयो भन्नेको रहस्य त के रहेछ भनेपछि उहाँले 2 वर्षसम्म ट्रायल गरिराख्नु भएको छ। राजा मलाई मान्छ कि मान्दैनन्, के गर्छन् भनेर उहाँले ट्रायल, मिडिया ट्रायल गरिराख्नु भएको छ। अनि 35 वर्ष केही पनि गरेन भनेर अरूलाई गाली गरिराख्नु भएको छ होइन। आफूले 4 महिना 4.5 महिनाभित्र के गरे भन्ने उहाँलाई त्यो न थाहा छ, न उहाँसित चाहिँ तपाईँको सैद्धान्तिक ज्ञान छ, न उहाँसित कुनै राजनीतिक ज्ञान छ, न कुनै वैचारिक ज्ञान छ, न चाहिँ तपाईँको कूटनीतिक ज्ञान छ, न कुनै आफ्नो पार्टीका माननीय मन्त्रीसित सल्लाह छ। उहाँले यो कुरो के गर्नुहुन्छ त भन्दाखेरि अस्ति राष्ट्रको नाममा सम्बोधन गर्नुभयो। केबाट गर्नुभयो त? नेपाल टेलिभिजन छ, नेपाल टेलिकम छ, थुप्रै नेपाली राज्यका संस्थाहरूमा नगरेर उहाँले आफ्नो फेसबुक च्यानलबाट देशको नाममा सम्बोधन गर्नुभयो। करोडौँको भ्युज आयो, त्यहाँबाट आएको पैसाको कर तपाईँले तिर्नुभयो कि तिर्नु भएन त राज्यलाई? अनि सुशासनको कुरा गर्दै हुनुहुन्छ तपाईँले। यी 108 जना 107 जना 7 जनाको नयाँ ड्रेस होला, पुरानो ड्रेस त होला, आफूले लगाएको ड्रेस आएर त स्वस्तिक वाचन गरेनन् होला नि। यति वाचन गरेको पैसा कति कपडा तपाईँले नयाँ कपडा त किनिदिनु भयो होला नि। यो कपडाको मूल्य कति भयो भनेर तपाईँले पारदर्शी ढङ्गले सार्वजनिक गर्नुपर्छ कि पर्दैन?
सुशासनका अरूलाई सिकाउने पाठ यहाँबाट तपाईँले सुशासनको यहाँबाट सुरुवात गरेको भए बालेन वा भन्थे होला। भन्न त अहिले पनि बालेन वा भन्छन् मान्छेले। ग्यासको सिलिन्डर पाउँदै पाउँदैन बालेन वा भन्छन्। तपाईँको एउटा इन्डियामा बापुराम के अरे ऊ भन्ने छन् एउटा धर्मगुरु। त्यो धर्मगुरुले चाहिँ तपाईँको यौन पीडा दिएर अहिले उनी जेलमा छन्। तर उसका 5 करोड जन के तपाईँको अनुयायीहरू छन्, अन्धभक्तहरू भनौँ न। त्यसैले अहिले यो महँगी बढ्दाखेरि पनि कुरा गर्न पाइँदैन। मलाई गाली गर्छन् आज, किनभने चाहिँ मैले महँगी कुरा गरेँ। त्यसैले यो सरकारको कस्तो देखिन्छ भनेपछि सरकारको कार्यशैली उहाँले जनतालाई गर्छु भनेर उहाँ आउनु भएकै होइन। मैले अघि पनि भने जनताको पक्षमा कसरी गर्नुपर्छ न उहाँसित कुनै राइट। यहाँ पहिला के भन्नुभयो, कसैसित भेटेन भन्नुभयो। ट्रम्पको चाहिँ तपाईँको विशेष दूत आउँदाखेरि पनि भेट्नु भएन। वाह, केही कूटनीतिक रूपमा चाहिँ नयाँ ल्याउनु खोज्नुभयो कि भनेर आशा हामीले पनि गरेका थियौँ, विपक्षले पनि गरेका थियौँ। किनभने हिजोका सरकारले हत्तपत्त भेटेकै भेटी गर्थे। आजको सरकारले भेटेन, अलि वेटी हुनुभयो कि भनेको त हिजोबाट लाइन लाएर भेटेर कूटनीति गर्नाले राजदूतलाई भेटेको छन्। अमेरिका चाहिँ विशेष दूतले नभेट्ने मान्छेले कर्मचारीले भेटेकै छन्। प्रधानमन्त्रीज्यूले कूटनीतिक मर्यादाको कायम गर्नुहुन्छ भन्ने आशा थियो हामीले। तर तपाईँ आज त्यो कूटनीतिक मर्यादा कायम गर्दै हुँ आफै नै चाहिँ तपाईँको खिचखिचौरी गर्दै हुनुहुन्छ। त्यसैले राष्ट्र चलाउने भनेको प्रधानमन्त्रीले राष्ट्र चलाउन सामान्य कुरा होइन। स्टनबाजीले राष्ट्र चल्दैन कहिले पनि। यो देशको विकास कहिले पनि हुँदैन। तपाईँका स्टनबाजले पुराना दललाई गाली गरेर अघि मैले त्यहाँ बस्दा बस्दै हेरेँ, शेरबहादुर देव 28 गते आउँदैछ, आउलास पख तेरो प्रधानमन्त्री जस्तो मान्छे। राष्ट्र 5 वर्ष भएको 5 वर्षसम्म राष्ट्रको प्रधानमन्त्री भएको मान्छे स्वदेशमा आउँदाखेरि उहाँलाई डाहा हुने। उहाँले के गर्नु भएको छ? अनुसन्धान गर्नु, विधिवत ढङ्गले अनुसन्धान गर्नुहोस्। कानुन छ नेपालमा, संविधान छ। तर तपाईँको स्टार ट्रस्टले देश चल्छ। हिजो तपाईँ यो बजेट ल्याउँदाखेरि आज तपाईँ स्टार ट्रस्टबाट स्वास्थ्य कर, शिक्षा कर फिर्ता गर्दै हुनुहुन्छ, विद्युत कर फिर्ता गर्दै हुनुहुन्छ। त्यति बेला तपाईँ के गाजा खाएर बस्नु भएको थियो प्रधानमन्त्री कार्यालयमा? त्यो हेर्नुपर्छ कि पर्दैन? त्यो नीति तथा कार्यक्रममा आइसकेपछि बजेटको भाषण हेर्नुपर्छ कि पर्दैन प्रधानमन्त्रीले? प्रधानमन्त्री त कार्यकारी हो नि। देशलाई स्पक किन भनिराख्नु भएको छ तपाईँले? तपाईँले कारवाही गर्ने अधिकार छ। सोनिम मोगलाले अहिले कारवाही गर्नुहोस्। कसले रोक्यो त्यहाँ? केले रोक्यो? तर तपाईँ यस्तै स्टनबाज गर्दै जाने, समाजलाई चाहिँ विकृति फैलाउँदै जाने, समाजमा चाहिँ तपाईँको उल्टा काम गर्दै जाने, समाजलाई भडाउँदै जाने र यो देशलाई भड्खालामा लगाउने प्रक्रियाको प्रपञ्च त गर्दै हुनुहुन्न तपाईँले। म प्रश्न गर्न चाहन्छु, प्रधानमन्त्री हुनुहुन्छ तपाईँ देशको, सामान्य कुनै व्यक्ति होइन। हिजोको चाहिँ तपाईँको एउटा चाहिँ तपाईँको कलममा गएर चाहिँ तपाईँको ऱ्यापर गाएको जस्तो होइन यो। ऱ्यापरले त्यहाँ गाएर चाहिँ स्टन गरेको जस्तो होइन यो। तपाईँ राष्ट्रको कार्यकारी प्रमुख हुनुहुन्छ, ख्याल गर्नुहोस्। तपाईँ देशको प्रधानमन्त्री हो। जे पाए त्यही अनसन गरेर चाहिँ तपाईँको स्टनबाज गरेर देश चल्दैन। अब देश चलाउनको लागि त दिमाग चाहिन्छ, बुद्धि चाहिन्छ, संवाद चाहिन्छ, सहकार्य चाहिन्छ, कूटनीतिक चाहिन्छ, राजनीतिक चाहिन्छ। त्यो केही नगर्ने स्टाटस मोबाइलको भरमा लेखेर यो देश चल्न सक्छ, देश चल्न सक्दैन? यो मेरो सुझाव हो। धन्यवाद।